आदरणीय दर्शक महानुभावहरू, म आज तपाईहरुलाई एउटा भिडियो बनाउने क्रममा आज म जैमिनी नगरपालिका वडा नम्बर 6 अर्जेवा बागलुङ बाट यो भिडियो बनाउँदै छु र यो हो तपाईको कालीगण्डकी करिडोर। राष्ट्रिय गौरवको आयोजना मध्येको यो कालीगण्डकी करिडोर पनि एक हो र यो एउटा नेपालकै सबैभन्दा छोटो दूरीको मित्र राष्ट्र भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो दूरीको राजमार्ग पनि हो र यो एउटा पर्यटकीय हिसाबले र एउटा धार्मिक हिसाबले पनि अति नै महत्त्वपूर्ण हाइवे हो र एउटा पर्यटकीय हिसाबले तपाईको यो मुस्ताङ कोर्ला नाका चाइनासम्म जोड्ने र मुस्ताङको बाटो हुँदै नेपालको लास्ट कोर्ला नाकासम्म पुग्ने बाटो र गौतम बुद्धको जन्मस्थल लुम्बिनी, जहाँ लाखौं बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र पनि हो र यो दुई एउटा धार्मिक हिसाबले र पर्यटकीय हिसाबले दुवै कोणबाट यी दुई स्थान अति महत्त्वपूर्ण छन् र भारतको उत्तर प्रदेश सुनौली नाका हुँदै बुटवल, गुल्मी, पाल्पा, स्याङ्जा पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ जिल्ला हुँदै यो बाटो दक्षिणबाट पूर्वतर्फ सरी उत्तरतर्फ जान्छ र यहाँ धार्मिक स्थलहरू जस्तै सेतीबेडी धाम, मोदीबेडी अनि गलेश्वर, बागलुङ कालिका, मुक्तिनाथ यी धार्मिक स्थललाई पनि यो बाटाले जोड्छ र यस बाटाबाट प्रत्यक्ष रूपमा लगभग 10 लाख जनसङ्ख्याले प्रत्यक्ष रूपमा लाभान्वित हुन्छन् यो बाटोबाट र यो तल कालीगण्डकी, अहिले कालीगण्डकी देखेको छैन, लगभग यहाँबाट 500-200 मिटर पनि छैन कालीगण्डकी तल, त्यो पर्वत जिल्लाको फलेवास नगरपालिका हो पारी, बीचमा कालीगण्डकी। यसले कालीगण्डकीले एउटा दुई जिल्लाको लाई जोड्ने एउटा सिमानाको काम पनि गरिरहेको छ र एउटा कालीगण्डकी पनि धार्मिक स्थल, धार्मिक दृष्टिकोणले अति नै पवित्र नदी हो, जहाँ विश्वमा नपाइने दुर्लभ शालिग्राम यसै कालीगण्डकी नदीको तीरमा पाइन्छ र शालिग्रामलाई एउटा विष्णु भगवानको अवतारको रूपमा पनि एउटा हिन्दू धर्मावलम्बीहरूले आस्थाको रूपमा लिने गर्छन् र त्यहाँ एउटा झोलुङ्गे पुल पनि छ। हुन त बागलुङ जिल्ला नेपालकै एउटा हामीले सामान्य ज्ञानमा पढेको विषय हो। बागलुङ जिल्ला झोलुङ्गे पुलको जिल्ला भनेर पनि चिनिन्छ र बागलुङ जिल्लालाई नेपालको जस्तो नक्सा भएको जिल्ला पनि भनेर चिनिन्छ। जस्तो बागलुङ जिल्ला तपाईले गुगलमा गएर सर्च गर्नुभयो भने लगभग नेपालकै नक्सा जस्तो बागलुङ जिल्लाको नक्सा छ र यसले एउटा देशकै प्रतिनिधित्व पनि गरेको छ यो जिल्लाले। र यसै सिलसिलामा मैले अब तपाईहरुलाई बेला बेलामा ठाउँ ठाउँको एउटा जानकारी
भिडियोहरू तपाईँहरूको समक्ष म पोस्ट गर्दै राख्छु र आफ्नो तपाईँले एउटा प्रतिक्रिया पनि दिनुहोला, लाइक कमेन्ट सेयर गर्नुहोला। अब अहिले एउटा इन्टरनेटको जमाना छ। इन्टरनेटको माध्यमले हामीले देश विदेशका एउटा जहाँ कुनै चर्चाजै नभएका ठाउँहरूको पनि एउटा सोसल मिडियाको माध्यमबाट हामीले सारा संसारले हेर्न सक्छ। र त्यहाँ ल हेर्नुहोस्, अब यो कालीगण्डकी हो। अहिले कालीगण्डकी एउटा हिउँदको समयमा अलिकति सानो आकार छ र यो कालीगण्डकी गएर तपाईँको यसमा यो नारायणी नदीमा मिल्छ। यो नारायणी नदीमा 9वटा नदीहरू, कालीगण्डकी, सेती गण्डकी जो पोखरामा दुध जस्तो सेतो पानी छ, त्यहाँ सेती गण्डकीको गल्छी बनाएर जो पोखराबाट जान्छ बगेको छ। यो कालीगण्डकी नदी पनि एउटा धार्मिक हिसाबले धेरै महत्त्वपूर्ण नदी हो र यो एउटा 9 नदीमध्येको प्रमुख नदी पनि हो। यो सबैभन्दा ठुलो नदीभरिमा सबैभन्दा ठुलो नदी हो। यहाँ अब जलविद्युत आयोजनाको पनि धेरै सम्भावनाहरू भएको ठाउँ हो। नेपाल के हो भने एउटा नेपालका नदीहरू हिमनदी, हिमालबाट जस्तो एकदम बेगको रूपमा बेगमा उसमा तल बगिरहेका हुन्छन् र यहाँ एउटा हाइड्रो पावरको अति नै राम्रो प्रचुर सम्भावना छ नेपालका प्रायःजसो नदीहरूबाट। ल अरू आदरणीय दर्शकवृन्दहरू, तपाईँहरू, मैले कसैलाई राम्रो तरिकाले चिन्छु त कसैलाई चिन्दिनँ एउटा सोसल मिडियाको माध्यमबाट। तसर्थ मैले जो चिन्दिनँ उहाँहरूलाई पनि मैले धेरै मेरो तर्फबाट सम्झना छ। तपाईँहरूले आफ्नो ख्याल गर्नुहोला। शरीर सबैभन्दा ठुलो चिज हो। शरीर छ सबै छ र आफ्नो उन्नति प्रगतिको मैले सदा कामना गर्दछु। मानिस भएर जन्मेपछि एउटा पोजिटिभ सोच र एउटा लामो भिजन लिएर हिँड्नुपर्छ, सोच्नुपर्छ। मान्छे सोचकै माध्यमले हो मान्छे ठुलो सानो धनी गरिब हुने। र जसको सानो सोच छ त्यो मान्छेले कहिल्यै जिन्दगीमा प्रगति गर्न सक्दैन। त्यसो हुँदा एउटा भन्ने हिन्दीमा पनि कहावत छ, जिसका बडा जिगर है भन्नु मतलब जसको दिल ठुलो छ त्यो मान्छे र जसको सोच लामो, पोजिटिभ सोच, एउटा दूरदर्शी सोच छ, त्यसले एउटा मात्र देशको विकास गर्न सक्छ। नेपाल एउटा पर्यटकीय हिसाबले र धार्मिक हिसाबले एउटा सुन्दर शान्त दक्षिण एसियाको एउटा प्राकृतिक सौन्दर्यताले भरिएको देश हो। यहाँ दक्षिण एसियामा जस्तो 8 देश छन्: भारत, पाकिस्तान, बङ्गलादेश, भुटान, श्रीलङ्का, अफगानिस्तान, नेपाल, मालदिप्स। र एउटा दक्षिण एसियामा एउटा जनसङ्ख्याको हिसाबले पनि दक्षिण एसियाले लगभग ठुलै हिस्सा, विश्वको सबैभन्दा ठुलो हिस्सा ओगटेको छ। जस्तै बङ्गलादेशको जनसङ्ख्या पनि मलाई एक्ज्याक्टली थाहा भएन, तर 18-19 करोड छ। पाकिस्तानको लगभग 25 करोड छ। अब इन्डिया त एउटा जनसङ्ख्याको सुपर पावर नै भयो, जसको जनसङ्ख्या 1 अरब 40 करोड छ भन्ने गरिन्छ। एउटा तत्काल जो जनगणना अनुसार त्यही 1-2 वर्ष पहिला भएको थियो। र चाइना त अब दक्षिण एसियामा परेन, तर चाइना पनि दक्षिण एसियाकै आसपासमा छ। र यहाँ जनसङ्ख्याको प्रचुर धेरै जनसङ्ख्या आबादी भएको र यहाँ एउटा विकासको प्रचुर सम्भावना पनि छ। अहिलेको एउटा ग्लोबल हिसाबमा मान्छेहरूले तछाड मछाड छ, एउटा भू राजनीतिक अस्थिरता निम्ताउन तपाईँहरूले मान्छेहरू बाहिरी चलखेल हुने। त्यहाँ एउटा अङ्ग्रेजको जो सिद्धान्त थियो, फुट करो राज गरो, एक आपसमा भाइहरूलाई फुटाएपछि त ऊ बाहिरकोले आएर राज गर्न पाउने भयो। तसर्थ हामी एउटा मेजोरिटी, एउटा राष्ट्रिय एकता
हुनुपर्छ। आफ्नो देशको आन्तरिक मामलामा या कुनै पनि चिजमा हामीले एकताबद्ध भएर पार्टी हामी जुनसुकै पार्टीमा लागौँ, आफ्नो एउटा विचार हो। कुनै पार्टी सबै पार्टीमा राम्रा, कसैमा राम्रा पनि होलान्, सबै पार्टीका मानिसहरू खराब पनि छैनन्, सबै पार्टीका मानिसहरू राम्रा पनि छैनन्। त्यो एउटा राम्रो पक्षलाई, जस्तो देशलाई हित हुने विकासका त्यस्ता योजनाहरू हामीले ल्याउन पर्यो र अनि मात्र एउटा स्थिर सरकारको लागि 5 वर्षसम्म एउटै पार्टीले स्थिर सरकार बनाउन सक्यो भने 5 वर्ष एउटै सरकारले जस्तो 5 वर्ष आफ्नो कार्यकाल पुरा गर्न सक्यो भने देशले काँचुली फेर्न धेरै समय लाग्दैन। र यहाँ के छ भने सयौं पार्टीहरू छन्, सयौं राजनीतिक दलहरू छन् र त्यस कारणले यहाँ बहुमत कसैको आउने अवस्था छैन। र बहुमत जुन पार्टीबाट एउटा 2/3 बहुमत आउँछ, त्यो पार्टीलाई हामीले एउटा स्थायी सरकार हस्तान्तरण गर्यो भने त्यसले एउटा राम्रो नीति नियम, राम्रो कानुन बनाएर एउटा शान्ति सुव्यवस्था कायम गर्न सक्यो भने एउटा जनताको मनोबल, सुरक्षा निकायको मनोबललाई पनि एउटा मोरललाई बढाउन सक्यो भने यो विकासले फड्को मार्न धेरै समय लाग्दैन। तसर्थ एउटा हामी एउटा वैदेशिक रोजगारीको सिलसिलामा विश्वका कुना कुनामा गएर आफ्नो एउटा परिवारलाई जीवनधन्दा काम चलाएका छौँ। त्यो हामी आफ्नो ठाउँबाट मजदुरी, कसैले मजदुरी गरेको छ, कसैले राम्रै काममा पनि विदेशमा त्यस्ता सेवाहरू गरिरहेको छ। र त्यो एउटा विदेशको आफूले ज्ञान सिपलाई आफ्नै देशमा उपयोग गर्न सकियो भने र युवा शक्तिलाई हामीले रोक्न, बाहिर जो प्लानलाई रोक्न सकियो भने देशले विकास गर्न धेरै समय लाग्दैन। युवा शक्ति भनेको यस्तो शक्ति हो जसको जोस पनि हुन्छ, जोस जाँगर हुन्छ। अब मान्छे एउटा युवाले नै हो देशलाई हाँक्ने भनेको। र आदरणीय दर्शकवृन्दहरू, मैले तपाईँलाई ठाउँ ठाउँको भिडियोहरू पोस्ट गर्दै राख्छु। त्यो मेरो एउटा मलाई एउटा देशप्रति असाध्यै माया हुन्छ। आफू जननी जन्मभूमिस्य स्वर्गादपि गरिएसी भन्ने एउटा संस्कृतमा एउटा भनाइ पनि छ। जन्म दिने आमा र आफू जन्मेको ठाउँ स्वर्गभन्दा पनि प्यारो हुन्छ। र हामी एउटा जागिरको सिलसिलामा विश्वका ठुला देशमा एउटा विकासशील देश, विकासोन्मुख देशमा गएर हामीले जुन किसिमको एउटा पसिना बगाएर रेमिटान्सले देशको अर्थतन्त्र, रेमिटान्स एउटा मेरुदण्ड पनि भएको छ। तपाईँको ब्याकबोन जस्तो सबैभन्दा ठुलो हिस्सा यो रेमिटान्सले ओगटेको छ। त्यो रेमिटान्स भनेको एउटा स्थायी हुन्न। त्यो भोलि बिहान अर्को आउने भविष्यमा त्यो देशले त्यहाँको आफ्नै जनतालाई त्यहाँ रोजगारी सिर्जना गरेर अरू देशको लागि नदिन पनि मतलब रोजगार नदिन पनि सक्छ। र हामी एउटा के हो भने इमान्दारिताकै आधारमा हामीले विश्वमा हामी एउटा आफ्नो परिचय बनाएका छौँ। र इमान्दारिता, वफादारिता तरिकाले हामीले आफ्नो देशमा काम गऱ्यौँ भने र भ्रष्टाचार जो किसिमको एउटा छ करप्सन, त्यो करप्सनलाई हामीले 0 लेभलदेखि न्यूनीकरण गर्न सकियो भने त्यसले भित्रभित्र एउटा धमिराले जस्तो खाइरहेको छ भ्रष्टाचारले। त्यो भ्रष्टाचारलाई हामीले अन्त्य गर्ने कानुन बनायौँ भने र एउटा हर इन्डिभिजुअलको एउटा भ्रष्टाचार म गर्दिनँ र देशको नाममा मैले केही गर्छु भनेर एउटा मान्छेको एउटा आत्मबाटै जब आयो भने त्यो भ्रष्टाचार शून्य हुन्छ। नत्र यो भ्रष्टाचारका ठुला कुरा गरेर मान्छेलाई एक आपसमा डोमिनेट गरेर एउटालाई डोमिनेट गरेर केही हुनेवाला छैन। र आउने दिनमा चाहे जुन पनि पार्टीको सरकार होस्, त्यो पार्टीलाई हामीले मान्नै पर्छ, एउटा जनमतको कदर गर्नै पर्छ। चाहे कुनै पनि राजनीतिक पार्टी आओस्, त्यो जो सरकार भयो भने त्यो प्रधानमन्त्री भयो भने कुनै पार्टीको हुन्न, त्यो एउटा देशको प्रधानमन्त्री हुन्छ। र अहिले एक आपसमा लडाइँ झगडा, तछाड मछाड
काटमार यो आवेशमा उत्रन कुनै जरुरी छैन। आफूले एउटा राम्रो इमान्दार जो निष्ठावान कर्मठ जो उम्मेदवार छ र एउटा शिक्षित र एउटा भिजन भएको जो कर्मठ इमान्दार छ त्यसलाई भोट दिनुहोला। अन्यथा तपाईको एउटा आफूले सोच विचार गरेर त्यसलाई एउटा मतदान तपाईको अमूल्य मतदान खेर नफाल्नुहोला। हस्, धन्यवाद। ल, नमस्कार हजुर।